हेलो एभ्रिवान, नमस्ते। म फेरि तपाईहरु सामुन्ने फेरि आइपुगेँ एउटा सानो क्लिप लिएर। म आज तपाईहरुलाई यस्तो ठाउँमा जाँदैछु कि आज म तपाईहरुलाई यस्तो ठाउँ देखाउने पनि छु कि म आज यो बुटवल शङ्करनगरदेखि अलि टाढा एउटा सीमा विवादित क्षेत्रमा जाँदैछु। जस्तै अब नेपाल र इन्डियाको सीमा विवादित क्षेत्र फरेनी भन्ने ठाउँमा जाँदैछु। त्यहाँको बारेमा, त्यहाँको अवस्थाको बारेमा म बताउने छु। त्यहाँ गइसकेपछि बताउने छु। अर्को नेक्स्ट फेरि म त्यहाँदेखि भैरवा मेडिकल कलेजमा पनि त्यहाँ पनि जानुपर्ने छ। त्यहाँ पनि मैले एउटा मेरो आफ्नो भाइ त्यहाँ बिरामी परेको कारणले म उसलाई पनि भेट्ने छु र उसको अवस्थाको बारेमा पनि तपाईहरुलाई बताउने छु। र म फरेनी बजारमा गएर के सामान किनिरहेको छु र किनिरहने छु र हजुरलाई प्रत्यक्षमा देखाउने छु। र अन्तिमसम्म मेरो भिडियो हेरिदिनु होला। लाइक, सब्स्क्राइब, कमेन्ट र सेयर पनि गरिदिनु होला भन्दै म आफ्नो यात्रा जारी राख्नेछु। साथीहरु, हामी यहाँ इन्डिया बोर्डरमा आइपुग्यौँ। अब यहाँ पुल छ एउटा सानो, यो क्रस गरिसकेपछि हामी इन्डियातिर जान्छौँ। कुन बजार हो? कुन बजार? फरेनी बजार भन्छ यो बोर्डरलाई। यो पुल काटिसकेपछि हामी फरेनी बजार पुग्छ। यता चाहिँ नेपाल, यो चाहिँ इन्डियाको बोर्डर। यो पुलदेखि हामी अलग अलग भइयो हैन। यो पुलले चाहिँ नेपाल र इन्डिया छुट्यायो। यो बोर्डरदेखि बोर्डरमा छौँ। गयो हाम्रो बोर्डर। यहाँ सामानहरू, उताको सामान यता लिइराख्नु भएको छ नेपालीहरूले। यो चाहिँ खासमा बोर्डर भन्दा पनि न इन्डिया न नेपालको सिमाना रहेछ यो हैन। अनि यहाँ चाहिँ इन्डियाले बजार लगाउँदो रहेछ। इन्डियाको पनि हैन, नेपालको पनि हैन, त्यस्तो यो विवादमा रहेछ यो सिमाना चाहिँ। उहाँहरूले हामीलाई गाइडिङ गर्नुभएको छ। ल ठिक छ, हामी चाहिँ नयाँ हो, पहिला फर्स्ट टाइम आएको छ यहाँ। उहाँहरूले चाहिँ हामीलाई यस्तो हो, यहाँ यस्तो पाउँछ भनेर गाइडिङ गर्नुभएको छ। उहाँहरू पनि यहाँ सामान किन्न आउनुभएको रहेछ। यो जग्गा चाहिँ खासमा नेपालको हो रे। यसलाई यो अहिले विवादमा छ अरे। अनि इन्डियनहरूले यहाँ पसल राख्छ अरे। यो जग्गा विवादित जग्गा छ अरे भन्ने सुनेको कुरा हो। होइन भने अब इन्डियालाई यहाँ मार्केटिङ र बजार राख्न किन दियो? अरू पनि किन के मास्क किन्न पनि के छैन के छैन। Sorry.
कुन कलर हेर न कटन हो कि के हो नहीं कटन हो कि पोलिस्टर हो कि के हो ठंडी वाला है गाइस हामी अब फर्किँदै छ हामी अब यहाँदेखि भैरवा मेडिकल कलेज जाँदैछौँ त्यहाँ मेरो आफ्नो मान्छे बिरामी छ उसलाई भेट्नुपर्ने छ हामी तकरिबन अब यहाँको काम सिद्धाएर हामी अगाडि बढेका छौँ कता गयो यो इन्डिया र नेपालको सिमाना भन्दा पनि यो विवादित जग्गा हो के खास यो इन्डियाको पनि होइन नेपालको पनि होइन भन्छ अरे इन्डियाले मेरो नेपालले मेरो भन्छ अरे यो जग्गालाई त्यो जग्गामा छौँ हामी यो युनिभर्सल कलेज अफ मेडिकल साइन्स हो यो भैरवा मेडिकल कलेजमा आइपुगेँ यहाँको अवस्था यस्तो छ गाइस हेर्नु होला तपाईहरु नआएका साथीहरुले पनि हेरेर अनुभव लिनु होला रमाइलो गर्नु होला ओपीटी म माथि जाँदैछु अब भाइलाई भेट्न यहाँ आइपुगेको छु ल ल नमस्ते के हो केटा भर्ती भयो दिनु पर्यो नि थाहा त दिनु पर्यो नि यार होइन फेरि भन्नुहुन्छ भनेर होइन त्यो त ठिकै हो अनि के भयो त यस्तो इमर्जेन्सी यार के भयो अब सडनली राम्रै खाएर सुत्यो बिहान यसो कपडा चेन्ज गर्छु भन्दाखेरि ढाड यसो सर्दै पछाडि हजुरको चल्दै भयो चल्दै त्यहाँबाट ठिकै त होला भने मेडिकल गरेर दबाई खायो दबाई खाइसके पछाडि के भयो भनेपछि हजुरको बिहान 9-10 बजीतिर धेरै पेन हुन लाग्यो बडी दुखाइ भयो धेरै दुखाइ हुँदा 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 त्यहाँ त अब म चल्न नसक्ने भएँ झन् दुखो अब गाडी साडी मगाऊ भने पछि गाडी मगाएर चढेँ त्यहाँ खाइ भने यस्तो दुखेँ खायो भने इमर्जेन्सी लिएर राख्यो भरे के सुई लाग्यो पछि एक्सरे गरिसके पछाडि मात्रै मलाई थाहा भयो त्यहाँ एक्सरे गरिसके पछाडि बल्ल थाहा भयो त्यहाँ यता माथि ल्याउँदाखेरि त्यसभित्र इमर्जेन्सी हो मलाई खायो भने त्यस्तो बढी दुखाइदियो त्यस्तो भयो त्यस्तो भएर यतातिर आएको बेलामा फेरि अब एमआरआई गर्नुपर्छ भने डक्टरले एमआरआईको लागि अब आज सटरडे बन्द सन्डेको लागि एमआरआई गरेर त्यहाँ त हजुरको त्यो हेर्नुपर्छ नसा च्यापिङ हुनसक्छ भन्ने कुरो छ समस्या यही नै हो यो माथिकोमा ढाडमा हो तलको त होइन तल होइन माथिको अहिले चाहिँ दबाई खाएर अलि चल्न मिलेको छ दुखाइ कम भएको छ सर्केको हो सर्दी के भयो थाहै भने नसा दुखाउनु चाहिँ पहिले दुख्थ्यो तर हिजो चाहिँ एकदम सडनली त्यस्तो भइदियो कि बिहान त्यहाँदेखि यो हरै नचल्ने भयो त्यहाँ धेरै दुखाइ भयो होइन म यति रोएँ होइन यति रोएँ म थाहै पाएँ यस्तो त्यो सानो भेनमा आयो भेनमा झन् त्यो खुट्टा अगाडि बस्नु पर्ने रहेछ मान्छे पनि थिएन नि गाडीमा हाल्ने अब छोरोले गाडीमा पछाडि राखिदिएको यस्तो खुट्टा अलिक त्यो खुम्चेको परेछ कि त्यहाँ त झन् म आँट्दैछु कि धेरै आँट्दैछु दुखे यहाँ कस्त्रीले खै के गर्यो
ठिक छ त्यस्तो भयो म यसो भाइलाई भेट्न आएको भाइको हल्का उसमा समस्या ढाडमा समस्या भएर यहाँ हस्पिटल जोइन भएको रहेछ हेलो गाइज म चाहिँ अब यो भैरवा मेडिकल कलेजदेखि बाहिर निस्किँदैछु भाइलाई भेटघाट गरेर यस्तो छ यहाँको अवस्था तपाईँहरू पनि आउँदाखेरि नझुकिने होला यस्तो छ यहाँ म घरमा आइपुगेँ है गाइज मेरो भिडियो कस्तो लाग्यो अन्तिमसम्म हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद र मेरो भिडियो हेर्ने जो जति हुनुहुन्छ उहाँलाई म के भन्न चाहन्छु भने मेरो भिडियोमा कहाँनिर के कति कमी कमजोरी छ कमेन्ट मार्फत मलाई सल्लाह सुझाव दिनु होला र मेरो भिडियोलाई लाइक कमेन्ट सब्सक्राइब चाहिँ गरिदिनु होला म फेरि नेक्स्ट भिडियोमा आउनेछु प्रतीक्षा गर्नुस् भन्दै तपाईहरुबाट आज म बिदा हुन्छु बाइ बाइ गुड नाइट